ला 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 गरीबो चल के आओ चल के आओ चल के आओ गरीबों के लिए चल के आना ठीक है हमारे लिए गाड़ी पे आओ हाँ आओ 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 टोटो इंडिया टोटोमा आइकन आओ टोटोमा ल ल भयो भयो स्वागत छ तपाईहरुले मेरो युट्युब च्यानलमा। आज चाहिँ डे 3 थिम पुगिसक्यौँ। अनि चाहिँ होटलबाट उठिसके अब चाहिँ माथि जानियो। ल केटाहरु यहाँ भर्खर उठेर रेडी हुँदैछ। अब चाहिँ लो सोको लगाएर जान्न टक्क जान लाग्यो। माथि पुगेपछि फेरि देखाउनु सम्कास है। ल गाइज यो चाहिँ हाम्रो होटलको मेरो रुमबाट देखिने भ्यू यस्तो देखिरहेछ। इलामको चियाबारी चाहिँ होइन, यहाँ चाहिँ होटलवालाहरूले गर्छन् कि क्या त्यो चाहिँ थाहा भएन। यहाँ चाहिँ चियाबारी नै रहेछ सानोवाला। ल गाइज अब चाहिँ आजको टुर चाहिँ हाम्रो धरानतिर त। ल धरानतिर चल्दिन लाग्यो। अरू ठाउँमा नि केटाहरू छ त्यहाँ आउनु जाऊँ। हिँडेको सबजना हिँडे होइन एक भिडियो हाल्नु खै समीर दोस्त ल ठिक छ। ल बाबा कसको उयो यो सब लिग है चार्जरहरू। भएन केटा हो जाम न जाम। ल ए ल केटा हो छुट गर त। ल भयो ल माथि जानु लाग्यो। ल हिँड्नु केटा हिँड छिट हिँड्नु त। ल त्यही भन्नुभएको त। अनि ल जाम छिटो माथि केटाहरू आयो झर्दै होला जाम। के भयो हाम्रो ग्रुप झर्नु भएन? तातो पानी खाने भयो। ल जाम सर जाम। ल सुर भाइ हिजोकै ठाउँमा मेरो हिजोकै ठाउँमा मेरो चाहिँ यहाँ। ल होटल चाहिँ यस्तो हो गाइस, तपाईँहरूले आउनु होला, राम्रो सुविधा छ। ल सन होटल 8 लजमा चाहिँ आउनु होला। मलाई खिचेको वान टकीलाई नै खिचेको। ल हाम्रो सेक्सनको केटाहरू नि सुरबाई नि कस्तो खिच्यो फेरि ठक्का पारेर लाउँछ। ल दुईटा बस्दै एउटा तेरो नम्बर दे, अहिले म वाट्सएपमा पठाइदिन्छु। मेरो ल
यताको दुईटा बस उताको दुईटा बस ल केटीहरूको त्यो ग्रुप फोटो हुँदैछ यता हाम्रो चाहिँ भइसक्यौँ ल फोटो पठाऊ है केटा हो ल कन्यामको ढाबाहरू यता कन्या महल गाइस ल अब टुप्पोतिर हिँड्न लाग्यो ल हाम्रो बसी रोक्यो त मुभ अन पहिला पालो ल भन्छ कि अझ भेजा ल कोही हिमाल देखिँदो रहेन कन्यामको भ्यू खतरावाला रुख छ है स्याउ फल्छ फल्दैन तेरो ढोबाडी यता हुन्छ यार यो गेम खेलाउँदो रहेछ यहाँ ए अटोमा चढेर बनाउँदै गयो महालक्ष्मी गाडीको डिलक्स भन्न कन्याम बजार ये रहेछ छोटा छोटा ढाबाहरू छुर्पी यता लिग्ने होइन क्या नर्मल होइन छुर्पी यता लिग्ने होइन ग्रिन टी पनि पाउँछ रहेछ सर होइन कि त्यो उस मध्ये के त्यो यत्रो यहाँ खिच्छ तेस्रो दिन धरानतिर प्रस्थान गर्दैछन् हाम्रो
ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। कागडभित्र बोर्डरतिर जान लागेको मन्दिर मन्दिर रे यस्तो नामी बिर्सिरहेको नाम के तिम्रो सञ्जय हौ बोर्डर रे यार यता कागडभित्र बोर्डर बोर्डर यस्तो रोड क्रस गर्नुपर्ने रहेछ जाम्मै दुईटा बस आउन जाम्मै पोखरा नारायणघाट होइन पिसप लाग्यो मेचे भन्सार कार्यालय हजुर बिना पासपोर्ट बिना विदेश पनि पुग्ने भयो गाइस ल पासपोर्ट बिना विदेश पुग्ने भयो ए भन्छ कुम्जा बुढोको खुट्टा भाँच्यो हो अहिले कहाँ राख्यो यहाँ बिचमा लगेपछि कता लग्यो होला बुढोलाई अझै पनि निकै लगायो होला नि हजुर कुन हस्पिटलमा हो र ब्रिज अनि मेसकहरूलाई के भएको कि भएन त दिएको दियो सपिङ ल यता इन्डिया रहेछ यता नेपाल इन्डिया नेपाल बोर्डर चाहिँ उता ऊ त्यो पुल मुनि क्या बिन्दासले बसिरहेको हेर न मोबाइल गोजीमा भेटाउनु सकिँदैन यिनीहरूलाई त्यो ट्रेन हुन्छ यिनीहरू फुल ट्रेन मान्छेहरू एउटा अटो आएर ल ल ल गरीबो चल के आओ गरीबों के लिए चल के आना ठीक है हमारे लिए गाड़ी में आओ हाँ आओ टोटो इंडिया केटाहरूलाई पचास छोडेर हामी टोटोमा आइकेन आओ टोटोमा
ल ल ल भयो भयो ल भयो 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 निर्मललाई ल 7 जनालाई 100 रुपैयाँ भयो 100 रुपैयाँ 20 रुपियाँ डिस्काउन्ट 40 ल टोटो इन्डिया टोटो इन्डियालाई ओ पल्ट्यो नि चाहिँ हुन्छ के गाडीमा ओ इन्डिया इन्डिया जाने हो चिप्लो चुप चुप भन्यो अहिले तिमीले चाटै चाट हाने हान्छ मलाई आमा हाम्रो पैसा हाम्रो अट्यो जाने हो पल्टियो हल्लियो हल्लियो रेस खेलौँ रेस ल जिते टोटो इन्डिया टोटो इन्डिया ल किन टोटो इन्डिया जाने हो ल टोटो इन्डिया हेर न हेर यिनीहरूको पारा ल 100 रुपैयाँ निकाल 100 रुपैयाँ निकाल कोही यहाँ ओरो दोहोरो गर्दैन को अटोमा चढ्यो भनिरहेको थियो यार अहिले इन्डिया टु नेपाल ड्याममै ढुकिने यस्तोमा त भरे हुन्न रोड टु हेभन ल आइपुग्यो नेपाल यताबाट जाने हो भयो रुक ल 100 रुपैयाँ भागिहाल्यो भागी उता इन्डिया नेपाल इन्डिया
सब्सक्राइबर हुनुहुन्छ भ्याउलाई भ्याउँदा खाजा बुढा सुब्बा मन्दिरमा सम्झाएको अहिले हामी चाहिँ अब चाहिँ घन्टी बजाउँदै जानु लागेको बुढा सुब्बा मन्दिर हो यो पुरै मन्दिर चाहिएको पुरै हो सब पुरा हो ल गाइज घन्टी बजाउने प्रक्रिया नि पुरा भएको छ गाइज ल यता छ पुरै बाँस छ गाइज अब राति देख्दैन के गर्नु गाइज ए देखिँदो रहेछ ल पुरै बाँसै बाँस छ क्यामेरा क्वालिटी राम्रो आएन प्लिज माइन्ड नगर्नु होला गाइज पुरै धागोले बाँधेर बसिराख गाइज ल ल बाइक रहेछ घन्टी म त सबमा ढोक्दै हुन्छु यही हो क्या बाला न पूजा सामग्री त दर्शनको लागि लाइन धन्यवाद अघि भएको यही हो र भएको एउटा बानै दुइटोमा आइज भित्र आइज न मलाई पनि देखेर एक ठाउँ मान्न उहाँ मान बाँध्न के हुन्न क्या टुप्पा नभएको यी के त यहाँ यी टुप्पै छैन कति
ल गाइज हामी चाहिँ 5 स्टार रुम आइसकेको छौँ यस्तो बबा लचक लचक ल टिभी नै हो हाम्रोमा चाहिँ एट्याच बाथरुम हो अब कति नम्बर फ्लोर कतिमा हो त्यो चाहिँ थाहा छैन यहाँबाट चाहिँ यस्तो हेर्न पाइन्छ गाइज ल म चाहिँ भर्खर आएर बसेको भर्खर आएर बसेको गाइज मजै छुट्टै ल खाना खाने ठाउँमा फेरि पनि होइन खाना खाने ठाउँमा त पर्दैन ल मेरो ब्लग चाहिँ आजलाई यति नै के कस्तो प्रतिक्रिया दिनु होला गाइज नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला अहिले चाहिँ कहाँ ताल भन्छ यो त म आफै जाने हो कि रोक्न ल गाइज बाई अर्को दिनमा भेट्ने समय त ल गाइज बाई